तपाईँहरू सन्चै हुनुहुन्छ होला। वेलकम ब्याक टु माई युट्युब च्यानल साम्पाङ ब्लग। तपाईँहरूलाई साम्पाङ ब्लगमा धेरै स्वागत छ। आज चाहिँ म हाम्रै गाउँको गर्ल्स ब्यान्ड छ ब्ल्याक डायमन्ड, उहाँहरूसँग भ्लग गर्नु जाँदैछु। र अब के कस्तो हुन्छ भ्लगमा तपाईँले स्किप नगरी हेरिदिनुहोस्, अनि बेसी मात्रामा सेयर गरिदिनुहोस्। सब्सक्राइब नगर्नु भएकोले सब्सक्राइब गरिदिनुहोस्। यो अगाडिको घर चाहिँ हाम्रै गाउँको सिनियर ब्यान्ड मन्थन ब्यान्डको चाहिँ प्रेसिडेन्ट विक्रम कुलुङको घर हो। र सिनियर ब्यान्ड, गर्ल्स ब्यान्ड, जुनियर ब्यान्ड सबैले यहीँ नै उहाँकै घरमा प्र्याक्टिस गर्ने गर्छ। सो यहाँभित्र हामी सुन्दैछौँ है ब्ल्याक डायमन्डको ब्यान्डले प्र्याक्टिस गर्दैछ। सो हामी भित्र गएर नै उहाँहरूसँग बातचित गर्नेछौँ। Hello everyone. Hello. So drummer हुनुहुन्छ बिन्द्या राई. Give your intro. Hello, म चाहिँ ब्ल्याक डायमन्ड मेम्बरको ड्रमर्स हो। हेलो, म चाहिँ ब्ल्याक डायमन्ड मेम्बर्सको गिटारिस्ट, लिड गिटारिस्ट नाम मनिरा राई। हेलो भ्युअर्स, म चाहिँ ब्ल्याक डायमन्ड ब्यान्डको बेसिस्ट हो, नाम चाहिँ कृतिका राई। सो तपाईँलाई यादै छ होला उहाँको चाहिँ एउटा युट्युब च्यानल पनि छ जुन चाहिँ ब्ल्याक डायमन्ड छ है। तपाईँहरूले सब्सक्राइब गरेर उहाँलाई पनि सपोर्ट गर्नु सक्नुहुनेछ। सो अहिले चाहिँ के गर्नुहुन्छ तपाईँहरू, के गर्नुहुँदैछ? हामी नेक्स्ट युट्युब भिडियोको लागि अब प्र्याक्टिस गर्दैछ। सो कस्तो भइरहेछ प्र्याक्टिस अहिले? अहिले ठिकैको। प्र्याक्टिस कस्तो भइरहेछ? अहिले हामी भर्खर सिकेर चाहिँ ठिकैको भनौँ न। ठिकै छ। अनि यो के भन्छ, अन्त अस्ति तपाईँहरूको मैले भिडियोमा देखेको थिएँ है, यहाँनिर देखेको थिएँ किबोर्डिस्ट, नाम त के पो किबोर्डिस्टको? अनुराधा छैन है अहिले? अनुराधा चाहिँ अहिले कलेजले गर्दाखेरि ऊ चाहिँ अहिले कलेजमा छ, गइरहेको छ, अन्त बिहा हुँदैन, अन्त त्यसै हामी तिनजना हाली गर्दैछ। ठिकै छ है, राम्रो इम्प्रुभमेन्ट हुन्छ होला है तपाईँको। कतिको तिमीलाई कतिको हार्ड परिरहेछ गिटार बजाउनु अहिले? अहिले हामी प्र्याक्टिस चाहिँ गर्दैछ, तर एकुस्टिकमा प्र्याक्टिस गर्दैछ। सो तपाईँहरूको पनि फ्यान्स निकै छ है। सो तपाईँहरूको फ्यान्सलाई के भन्न चाहनुहुन्छ तपाईँहरू? तपाईँहरूलाई माया गर्ने धेरैजना छ, सो उहाँहरूलाई के भन्न चाहनुहुन्छ? थ्याङ्क यू भन्नु, अब यसरी सपोर्ट गरिदिनुहोस्। हामी राम्रो गर्ने प्रयास गर्छ होइन, यसरी सपोर्ट गरिदिनुहोस् हामीले। सो तपाईँले आफ्नो फ्यान्सहरूलाई के भन्न चाहनुहुन्छ? तपाईँहरूले चाहिँ अब हाम्रो ब्ल्याक डायमन्ड फ्यान्सलाई चाहिँ धेरै सपोर्ट र माया देखाइदिनु भएको छ, अनि यसरी नै तपाईँहरूको सपोर्ट र अनि यसरी नै सपोर्ट र माया तपाईँहरूले गरिरहनुहोस्। र तपाईँले आफ्नो फ्यान्सलाई के भन्न चाहनुहुन्छ? र अब हामी आउने दिनहरूमा अझै राम्रो गर्ने प्रयास गर्छौँ, र यसरी नै हामीलाई माया र उयो सपोर्ट देखाइदिनुहुन्छ भन्ने आशा राख्छौँ। सो तपाईँले के भन्न चाहनुहुन्छ आफ्नो फ्यान्सलाई? र हामीले भर्खरै युट्युब च्यानल खोलेको छौँ, तपाईँहरूले सर्च गर्न सक्छ ब्ल्याक डायमन्ड ब्यान्ड भनेर युट्युबमा। र तपाईँहरूले अझै माया र सपोर्ट गरिदियो भने हामी आउँदो दिनमा अझै राम्रो गरेर जानेछौँ। उहाँको गीतमा चाहिँ मैले अस्ति ड्रम्स बजाइदिएको थिएँ, किनभने उहाँको ड्रमर चाहिँ जुन तपाईँले देख्नुहुन्थ्यो उहाँ चाहिँ एकदमै बिमार थियो, त्यसै कारणले मैले उहाँलाई हेल्प गरेँ। जुन तपाईँहरूले ब्ल्याक डायमन्डको त्यो च्यानलमा गएर हेर्नु सक्नुहुनेछ, सुन्नु सक्नुहुनेछ सधैँ मनको ब्यान्डको। अनि किबोर्डिस्ट पनि थिएन अस्ति, किबोर्डिस्ट पनि हामीले एकजना यहीँको घरकै बोबो हुनुहुन्छ विक्रम बोबो, उहाँलाई लगाएको थियो बहिनीहरूले, किनभने किबोर्डिस्ट पनि उहाँको ग्रान्डमाको चाहिँ ग्रान्डमा डेथ हुनुभएको कारणले उहाँ पनि आउन सकेन। उहाँहरूसँग प्र्याक्टिस गर्ने टाइम र यता भिडियो गर्ने टाइम मैले नपाउँदाखेरि ब्ल्याक डायमन्डसँग गर्नु सकेन। अब हामी आउने भिडियोमा चाहिँ हामी ब्ल्याक डायमन्ड
अस्ति ब्ल्याक डायमन्ड ब्यान्डको ड्रमर बिन्द्या बहिनी बिमार भएको कारणले गर्दाखेरि उहाँहरूले मलाई इन्भाइट गरेको थियो ड्रम्समा है। मैले उहाँहरूसँग मिलेर एउटा गीत कभर सङ गरेको थियौँ हामीले, सधैँ सधैँ भन्ने मन्त्र ब्यान्डको कभर म्युजिक सङ गरेको थियौँ। तपाईँहरूले उहाँको ब्ल्याक डायमन्डको च्यानलमा गएर हेर्नु सक्नुहुनेछ। तपाईँहरूले देख्नुहुँदैछ हाम्रो म्युजिक लभर भाइलाई, जो चाहिँ छ एकदमै क्युट अनि एकदमै यहाँ गिटारको एक्सनहरू गर्दैछ। तपाईँहरूले जसरी हामीलाई सपोर्ट र माया गरेर देखाइदिनु भएको छ, उहाँलाई पनि त्यसरी नै सपोर्ट र माया गरिदिनुहोस्। उहाँले चाहिँ एकदमै राम्रो भिडियोहरू बनाउने गर्नुहुन्छ र उहाँको साम्पाङ ब्लग्समा सब्सक्राइब, लाइक, सेयर गरिदिनुहोस्। अनि कमेन्ट पनि होइन। थ्याङ्क यू सो मच ब्ल्याक डायमन्ड। थ्याङ्क यू। थ्याङ्क यू सो मच ब्ल्याक डायमन्ड। थ्याङ्क यू तपाईँलाई पनि। अब आउने दिनहरूमा एकदमै राम्रो गर्दै जाने यही म भगवान्सँग ईश्वरसँग प्रार्थना गर्दछु। तपाईँहरू एकदमै राम्रो भएको, एकदमै माथि ठुलोभन्दा ठुलो स्टेजमा पुगेको हेर्न चाहन्छौँ हामी है। हाम्रो भ्युवर्सहरूले पनि त्यही चाहन्छ होला सायद, जसले चाहिँ ब्ल्याक डायमन्ड ब्यान्डलाई माया गर्नुहुन्छ र उहाँलाई सपोर्ट गर्नु भइरहेको छ। अनि एकदमै ब्ल्याक डायमन्डको यो स्ट्रगल धेरै नै छ। सो त्यस कारणले तपाईँहरू जति हेर्नुहुँदैछ उहाँ म च्यानललाई सब्सक्राइब, लाइक, कमेन्ट, सेयर गरी एकदमै हाम्रो गर्ल्स पार्टीलाई एकदमै माया दिलाइदिनुहुन्छ भन्ने मैले धेरै आशा राखेको छु। तपाईँ फाइनली म घरमा आइपुगेर मेरो रुममा बसिरहेको छु। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो एभ्री वान। तपाईँहरूले यसरी नै यतिको माया र सपोर्ट दिनुभएकोमा धेरै धेरै धन्यवाद। आउँदो दिनहरूमा पनि यसरी नै माया र सपोर्ट गरिदिनुहुन्छ भनेर मैले आशा राखेको छु। सो नेक्स्ट भ्लग पनि छिटै अपलोड गर्नेछु। वान थिङ, तपाईँहरूको दीपावली राम्रो हुँदा होला सायद है। हाम्रो चाहिँ योपालि मनाएन र अलिकति खुल्लो भइरहेछ। सो ह्याप्पी दीपावली अनि स्टे सेफ, स्टे हेल्दी। सो नेक्स्ट भ्लगमा भेटौँ। अहिलेको लागि बाई।